राम्रो भन्नुभएछ। अब हुन त राम्रो जहिले पनि मेरो बारेमा राम्रै चिताउनुहुन्छ, राम्रो नै इज अ वेल विशर भनौँ न, किनभने हाम्रो दुश्मनी त्यस्तो केही पनि छैन होइन। हामी दुश्मन एकाअर्काको हुँदै होइन, एक जमानाको हामी साथी नै हौँ होइन, साथी मात्र नभएर एक जमानाको जीवन साथी नै हौँ। त्यही भएर उहाँले अब जस्तै मैले उहाँको फिल्महरूलाई पनि राम्रो भनौँ न बेस्ट विसेस दिँदै आएको छु र उहाँले पनि मलाई बेस्ट विसेस दिनुभएको छ। म यही प्रेस मिट मार्फतै उहाँलाई आई वुड लाइक टु थ्याङ्क यू भेरी मच। खै मैले उसलाई भनेको त मलाई लिन आइज भन्छ, घरि बाइकमा पेट्रोल छैन भन्छ, गाडी छैन लिन आइज भने अब मैले बाइकमा पेट्रोल छैन भन्छ होइन, कोही बेला फुर्सद छैन भन्छ, त्यही गर्ने। खै उसकोमा पेट्रोल छैन अरे। म त एज अ सन वाइ वुड आई विश माई ड्याड एन्ड मम टुगेदर होइन। म त एनी टाइम तपाईँहरू सोध्नुहोस्, म त जहिले पनि चाहन्छु उहाँहरूसँगै हुन्छ, तर मैले चाहेर मात्रै हुने कुराहरू होइन त्यो। अहिले डुकाटीको साइलेन्सर है बात बज्छ होइन, त्यो हार्ट एट्याक होला भनेर दिन आएको छैन। म त उहाँको लागि घरका मुर्गी नै हुन्छु। नो नो वरिज। मुर्गी होइन मुर्गा। मेरो एउटा प्रश्न मलाई जस्तो यो फिल्मभन्दा बाहिर होइन, जस्तो फेसबुकमा अनमोलको चर्चा पनि हुन्छ, अनमोललाई धेरै उडाइन्छ पनि, ट्रोल गरिन्छ। चर्चा भन्ने कुरा एकतिर छोडौँ, ट्रोल गर्छ नि, कसैले युवती भन्छन्, कसैले के भन्छन्, ती व्यक्तिहरू के भन्नुहुन्छ? मलाई म उहाँ सबैलाई जसले मेरो ट्रल बनाएको छ थ्याङ्क यू भन्न चाहन्छु फर मेकिङ मी सो फेमस। हुन्छ नि, मेरो राम्रो काम सँगसँगै उहाँको ट्रलको पेजहरूले पनि मलाई यति फेमस बनाइदिइराख्नु भएको छ होइन। मलाई लाग्छ कि सबै सक्सेसफुल मान्छेहरूकै ट्रल बन्छ जस्तो लाग्छ। सो आई टेक द्याट पोजिटिभली एन्ड आई विश अल द ट्रल टिम द बेस्ट अफ लक। मेरो अझै ट्रलहरू बनाउनु, थ्याङ्क यू। देख्दिनँ, किन भन्दाखेरि सबैभन्दा पहिला त म यो इन्डस्ट्रीमा आउँदाखेरि पनि मलाई धेरै क्वेसनहरू आएको थियो, तपाईँ कसको ठाउँ लिन आउनु भएको। तर म यो इन्डस्ट्रीमा जब आएँ, म न त कसैको ठाउँ लिन आएको थिएँ र म इन्डस्ट्रीमा आएर मैले आफ्नै ठाउँ बनाएँ। त्यसरी नै मलाई लाग्छ आकाश हि हेज द पोटेन्सियल, र उसले मेरो ठाउँ लिन्छ भन्दा पनि उसले इफ इज गन प्रुभ हिज वर्क देन इज गन मेक हिज ओन, आफ्नै उसले एउटा नाम बनाउँछ र आफ्नै एउटा पोजिसन उसले बनाउँछ जस्तो मलाई लाग्छ। एकदम सही हो, तपाईँले जे क्वेसन गरेर एकदम सही हो। एक्चुली आज मेरो मम्मीले जस्तो लुगा लाउनु भएको छ, यति खुसी छु होइन, एकदम कस्तो राम्रै देखिराख्नु भएको छ होइन। मलाई जहाँसम्म लाग्छ मेरो मम्मीले त्यस्तो छोटो लुगा त लाउनुहुन्न थियो, तर कहिलेकाहीँ चाहिँ अब अलिकति अब त्यस्तै लुगा हुन्छ होइन। तर बदेन आई थिङ्क इट्स प्रिटी डिसेन्ट लुगै लाउनुहुन्छ, त्यस्तो रिभिलिङ त के लाउनु हुँदैन। बदेन आज चाहिँ एकदम राम्रो देखिराख्नु भएको छ। त्यस्तो उसलाई मन नपरेको लुगा मैले लाएँ भने मलाई तुरन्तै खोलेर अर्को चेन्ज गर्न लगाइहाल्छ। मेरो अर्को क्वेसन छ, तपाईँ चाहिँ केही महिना अनुसार गाउँ बस्नु तपाईँलाई 3 पटक बाहिर एउटा अवार्डमा पिएम हाउसमा र आज तपाईँको कमिटमेन्टहरू अलिकति लुज भइरहेको देखिरहेको छु, किन होला? डेफिनेटली कमिटमेन्ट सँगसँगै एउटा रिलेसनसिप भन्ने पनि कुरा हुँदो रहेछ र एउटा रेस्पोन्सिबिलिटी रिलेसनसिप। अब जस्तै प्राइम मिनिस्टर जस्तो मान्छेले मलाई त्यसरी लन्चमा इन्भाइट गर्नुहुँदा र एउटा आमा जसले मलाई जन्म दिनुभयो उहाँको एउटा प्रेस एउटा सोमा म चाहिँ कस्तो भन्दाखेरि आफ्नो कमिटमेन्टलाई छोडेर पनि आउनै पर्ने चाहिँ मैले कर्तव्य देख्छु, त्यही भएरै म आएको।